वंगु माघ 9 गते सुतनिसे तना चोंगु यलया सुना कोठिया सुनागुया बालकुमारी द्य शुक्रबार सुठे लुगुदु बालकुमारी द्य हात्ती बन्या सशस्त्र प्रहरी क्याम्प क्लासिक टावर लिक्क लुगु ख सुटे छम स्थानीय मिसा मूर्ति खसेली प्रहरीयात जानकारी बिउगु ख थटे जानकारी वसेली द्य लुगु थासे प्रमुख जिल्ला अधिकारी घनश्याम पोखरेल महानगरीय प्रहरी परिसर जौलाखेलिया प्रमुख एसएसपी यज्ञ विनोद पोखरेल बागमती प्रदेशीय सांसद राजकाजी साक्य लगायत अन थासे ठ्याङ्क वंगु ख अन मूर्तियात महानगरीय प्रहरी परिसर जौलाखेले हगु ख ठौँ सुठे लगभग 7 बजे करुणा मन्दिर नाप सशस्त्र प्रहरी ब्यारेके ल्युनी मा बालकुमारी मूर्ति छौ बोराटेया चाहिँ उहाँ छ्याटो अवस्था चाहिँ स्थानीयवासी बिच खबरी आशा र जिपी सांसद जिपी यसले जनप्रतिनिधि जिपी वडा अध्यक्ष जिपी सबले वना चाहिँ सोइबुले चाहिँ मूर्ति चाहिँ अन स्थानीयवासी पिछ जो बोरा लिक्या पिनी चाहिँ छौ करुणा मन्दिर नापटे आटो अवस्था नजुन आठो जिमो लागि तरौपट्टि छौ आस्था छौ केन्द्र छौ कुल देवता रूपमा चाहिँ ठो गुल्न जिमिसे ठुटा संरक्षण नाते थो उपत्यका दक्के तरौ गुठी छठा 120 रुपैयाँ डुपट्टि करिब आन तक सो खस 200 रुपैयाँ तक जग्गा डुपट्टि बालकुमारीमा त्यो टिसा घर गहना छौ वो नहा क्यालु तक फुकट आस्थायी रूपमा छाइपट्टि चाहिँ छौ चाहिँ बालकुमारीमा सबैसो आस्थायी रूपमा चाहिँ जिमेन कायत नदु छौ कुल देवता रूपमा कायत नदु बाटो ठौन 20 दिन दटा यिनी छु सासा तौठे जाचौ ठौ मालु यावबले चाहिँ शिक्षाना छौ सासा ल्याउ उठे दुला तस्का खुशी जो के खुशी हो चाहिँ छिसा कना घटना कन्यो शब्द मरो वे जा सकिस्तान बडे दुड हामीलाई हामीले अगाडि बढाउने छौं भन्दै हाम्रो निमित्त एकदमै महत्त्वपूर्ण अति एकदम खुसियालीको दिन रह्यो र म मेयर भएर जितिसकेपछिको आजको दिन मेरो लागि एकदमै खुसियाली दिन हो। म मेयर भएर जितेको अवस्थामा पनि म यति खुसी भइन तर आज म ज्यादै खुसी छु। यो खुसीको माहौलको कुरा गरेर साध्य नै छैन तर मैले यहाँ भन्नै पर्छ नेपाल प्रहरी सम्भवतः एसियामै अप्पल छ भन्ने कुरा चाहिँ हामी सुन्थ्यौं तर आज यसले चाहिँ प्रमाणित गरेर देखाइएको छ। तसर्थ म नेपाल प्रहरी त्यसमाथि पनि एसएसपी कार्यालय ललितपुर सिडिओ साहब लगायतलाई चाहिँ ललितपुर महानगरपालिकाको सम्पूर्ण जनता र मेरो स्वयंको तर्फबाट म उहाँलाई सलाम गर्न चाहन्छु। तपाईहरुले धेरै राम्रो काम गर्नुभयो। यु डिड अ वन्डरफुल जब एकदमै राम्रो काम गर्नुभयो। त्यसको निमित्त यहाँहरुलाई हाम्रो अन्तस्करणदेखि नै साधुवाद भन्न चाहन्छु। यसमाथि पनि अहिले एसएसपी साहबले यो मूर्ति मात्र फेला पार्नु ठुलो कुरा होइन चोर समात्नु पर्छ भनेर उहाँले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो त्यसको निमित्त पनि उहाँले चाहिँ धेरै धेरै धन्यवाद। त्यसमा हामी कस्तो किसिमको सहयोग गर्नुपर्छ हामी सहयोग गर्न हामी तयार छौं। विगत 19 दिनदेखि अत्यन्तै चिन्तित थियौं। बिहान स्थानीयले आफ्नो पूजापाठ गर्न जानु पूर्व बालकुमारी माताको मन्दिरबाट मूर्ति चोरी भएको खबर हामीले झिसमिसेमा पायौं। उज्यालो हुँदा साथ प्रमुख जिल्ला अधिकारी सहित सुरक्षाकर्मी लिएर हामी त्यहाँ पुग्यौं। स्थानीय भाषा जान्ने नेवा समुदायको अपराध अनुसन्धान मात्रै होइन सिआइबीबाट पनि खटाइदिनुस् र सिभिलमा त्यहाँका चिया पसल मन्दिर भट्टी जे छ सबैतिर खटाइदिनुस् र मात्रै सम्भव छ गृह मन्त्रीज्यू भनेपछि उहाँले तुरुन्तै आइजी अनि एसएसबी के अरे एसबीआईको प्रमुख लगायत अनि हाम्रो प्रमुख जिल्ला अधिकारीसित हामी त्यही हुँदै छलफल गरेपछि मेरो विचारमा अझ थप र यो अझै बाहिर पुर्याइएको छैन त्यसैले नाका चाहिँ कन्ट्रोल गरियोस् भन्यो र हामी अनुरोध गर्दा बित्तिकै हाम्रै सामुन्ने नै गृह मन्त्रीज्यूले निर्देशन दिनुभयो र असाध्यै सघन प्रकारले सबै पक्षबाट मैले हाम्रै एसएसबी साहबलाई नि भनेको थिएँ यो ज्यादै एउटा पेशेवर अपराधीले गरेको छ। 9वटा ताला कुनै प्रमाण नगरिकन हामीले रिबन काटे भन्दा पनि एकदम सार्प तरिकाले काटेको भएर यो अन्य अपराधमा संलग्न भएको पनि यसमा हुन सक्छ। यो सुन पसल मोबाइल पसल विभिन्न ठाउँमा चोरी गर्नेहरूले पनि यसमा हुन सक्छ है। त्यसो भएर त्यो कोणबाट पनि विगतका अपराधीहरूको तपाईहरु रेकर्ड हेर्नुस् भनेर मैले उहाँलाई पनि अनुरोध गरेका थिएँ
र कुलमा आज हाम्रो नेपाल प्रहरी चाहिँ अपराधीहरूको खोजी गर्न दक्ष छ, सफल छ, क्षमतावान छ भन्ने कुराको पुष्टि भएको छ। हाम्रा आस्था, हाम्रा धरोहर, हाम्रा सम्पदा, हाम्रा संस्कृति, हाम्रा जनताको सम्पत्ति र जीवन रक्षा गर्न राज्य सक्षम छ, सफल छ भन्ने कुराको यो पुष्टि भएको छ। म त्यही विश्वास दिलाउँछु र सबैलाई धन्यवाद भन्दै हामी सबैलाई म बधाई पनि भन्न चाहन्छु। यो मूर्ति हराएको कुराको प्रचार गरिसकेका थियौँ र के गरी प्रेसर हान्यौँ भन्ने कुराहरू अनुसन्धानहरू यहाँ म भन्न चाहन्न, तर निकट भविष्यमा मलाई पूर्ण विश्वास छ त्यो चोरलाई यहाँहरूको सामु म ल्याउने छु। यो अर्को मोडमा प्रवेश गर्दैछ। समयमा नागरिकबाट प्राप्त भएको जानकारीका आधारमा सबै नाकाहरू नेपाल प्रहरीले बन्द गरेपछि चोरले म अब सक्दिनँ भनेर छोडेको अवस्था छ, तर चोर पत्ता छिटै लाग्छ। त्यसमा हाम्रो अनुसन्धान रोकिँदैन र भोलिका दिनहरूमा यस्ता घटना नहुने गरी उदाहरणीय कारबाही समेत हुन्छ भन्ने म चाहिँ प्रतिबद्धता जनाउँदै हते बालकुमारी डल्लुगु सिंह सुनागु लगाया स्थानीय बासिन्दा त सांस्कृतिक बाजागाजा सहित ट्याट प्रहरी परिसरले ठेङ्गु छ। अन बाजा गाजा सहित सिन्दुर जात्रायामा सुनागुया बालकुमारी दक्ष एङ्कु गुख सोस दति पुलागु मूर्ति कामे चौबसा छाया तगु तिसनाक वंगु माग नगु देखिया इन्कु कुख थुगु द माली त स्थानीय देश व्यापक दबाव व प्रहरी प्रशासन तीव्र गति अनुसन्धान याना वे चंगुख अथे महानगरे प्रहरी परिषद जौला खेल खु व द या तिस मालिगु अझ थप अनुसन्धान जिया चंगु थागु दो